हेलो ब्यूटीफुल पीपल, गुड मर्निङ, नमस्ते, जजलोपा सेवाने। आज चाहिँ हामी दार्जिलिङको लागि प्रस्थान गर्दैछौँ। गाडी पनि आइसकेछ। यो चाहिँ पाथिभरा जाने बाटो, इलामको पाथिभरा घुम रेलवे स्टेसन। यहाँ अगाडि ट्रेन पनि लागिरहेको छ। यो चाहिँ सबभन्दा वर्ल्डकै हाइटमा भएको रेलवे स्टेसन भनिन्छ। टुरिस्टहरू बङ्गालीहरू पुरा आइरहेको छ। हेर्नुहोस् दार्जिलिङको टोय ट्रेन, दार्जिलिङको टोय ट्रेन हामी आइपुग्यो। दिदीको घरमा यहाँनिर दिदी ढोक ल ठुल्ठुलो किन आज पुर्ने ए बुहारी ल भाग्यमानी बुहारी। हाय ह्यान्डसम भाग्यमानी। आउनु बित्तिकै रेल पनि आइहाल्यो। ठुलो गुम्बा म त फुलै खिचिहाल्छु दिदीको पहिला घरमा। यहीँ हेर्नु न यहाँ फुल क्या के मिठो कलरको हौ यहाँनिर। फुल्लै फुलले भरिएको। दार्जिलिङ आयो भने चाहिँ यही राम्रो लाग्छ फुल हेरेर। कतिवटा हेर्नु त यहाँ हेर्नु न, यस्तो राम्ररी रोप्नु भएको छैन मेरो दिदीले फुल। हेर्नु त यहाँनिर यो त फुलेको रहेन रहेछ। यहाँ चाहिँ हामी भगवान बुद्धलाई जल चढाउनुको लागि लाइनमा बसिरहेछौँ। लाइन छ यहाँनिर। कहाँ हुनुहुन्छ आज? गुम्बामा, डाली गुम्बा सबभन्दा ठुलो गुम्बा, दार्जिलिङको सबभन्दा ठुलो गुम्बामा लिटल बुद्धलाई चाहिँ यहाँनिर जल चढाउनु हुँदैछ राजभण्डारी सरले। हालेको हुन्छ चिया, दामी छ। आजको भ्लगलाई चाहिँ म यही अन्त गर्न चाहन्छु। बुद्ध पूर्णिमाको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना सहित म बिदा हुन चाहन्छु। र मेरो भ्लगलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। र अर्को भ्लगमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। बाई बाई।